तपाईहरुले जुन तपाईहरु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरुलाई म के भन्छु भने आज नेपाली नागरिकहरुको मुक्ति हुने दिन हो। मैले आज बिहान एक्सरसाइज गर्दा एउटा कुरा सम्झेँ क्या। गरिसकेँ। म आज 15 किलोमिटर कुदेँ। सम्झेँ त्यतिखेर मैले क्या स्वर्गीय मदन भण्डारीलाई सम्झेँ क्या, जननेता। उहाँले के भन्नुभएको थियो भने एउटा राजा देशमा एउटा राजा रहनु र नरहनुमा कुनै फरक पर्दैन, तर राजा हटाएर हजारौं राजा भयो भने ती आम नागरिकहरूको एउटा वृत्ति विकासमा कुनै फरक पर्दैन भनेर जुन भनेको कुरा मैले आज बिहान सम्झेँ क्या। ती स्वर्गीय मदन भण्डारीलाई जो जनताको जनवाद भन्ने बहुदलीय जनवाद भन्ने म उहाँलाई सम्झिँदै गर्दाखेरि वास्तवमा उहाँको त्यो जनताको बहुदलीय जनवाद त मारवाडीलाई पो लागू भएछ त। मारवाडी जनवाद भएछ, तस्कर जनवाद भएछ, हो होइन? त्यसले गर्दाखेरि तपाईहरुले के बुझ्नुस् भने यो व्यवस्था परिवर्तन गरेर म सम्पूर्ण यो व्यवस्था परिवर्तन गर्नलाई एमाले भित्रका पनि जो मदन भण्डारीलाई मान्नुहुन्छ, साच्चै माया छ भने विद्यादेवी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजको मेरो आमा समानको मान्छे हो, आजको जुन हाम्रो तिनकुनेको सभालाई सम्बोधन गर्न उहाँ आउनुपर्छ भन्ने मलाई लाग्छ। आजको कार्यक्रमलाई सम्बोधन गर्नका लागि कसलाई निम्ता गर्नु भएको छ? होइन, आजको कार्यक्रमलाई सम्बोधन गर्न त भनेको स्वागत नेपाल हुनुहुन्छ, ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ, स्वतन्त्र विचारकहरू सबैजना आउनुहुन्छ। यो स्वतन्त्र सबै नागरिकहरूको हो। त्यसमा पनि मैले के भनेको भने जनताको बहुदलीय जनवाद भनेर जुन मदन भण्डारीले एउटा अगाडि बढाउनु भएको थियो नि, त्यो त आज हामीले बढायौँ नि अगाडि जनताका लागि। भनेपछि राजा सहितको प्रजातन्त्र हुन्छ। अब राजा सहितको गणतन्त्र हुँदैन, राजा सहितको प्रजातन्त्र हुन्छ। राजा र प्रजाको बीचको जुन, राजा र जनताको बीचको जुन पर्खाल छ नि, त्यो चाहिँ आजदेखि भत्किन्छ। आजदेखि जनता बीचको पर्खाल थियो नि, जुन पहिला घेरा थियो नि, त्यो भत्केर राजा र जनता एक भएर अघि बढ्छन्। आज त्यो बढ्ने दिन हो। राजा आजबाट जनताको कित्तामा आउनुहुन्छ, राजा आजबाट जनताको कित्तामा आउनुहुन्छ, जनता राजाको कित्तामा पुग्छन्। एउटै कुरा हो। किनभने राजालाई पनि एउटा कुरा के मन छ भने नि, राजालाई के छ भन्दा राजालाई र बुझ्ने मान्छेलाई आफ्ना चेलीबेटीहरू बेचिएको कसैलाई मनपर्छ? आफ्नो भूमि मिचिएको कसैलाई मनपर्छ? तपाईँलाई म आज एउटा कुरा भन्छु, आज प्रचण्डहरूले भिरकुटी मण्डपमा जुन सभा गर्दै गर्दा के को लागि गर्नु हुँदैछ? तपाईँहरूको लागि जनमुक्ति सेना भएर तपाईँहरूलाई त्यो ठाउँमा पुर्याउने आज जनमुक्ति सेनाका चेलीबेटीहरू नि आज रत्नपार्कमा घुम्दैछन्। आज बसपाका होटलहरूमा भाडा मार्दैछन्। आज बसपाका होटलहरूमा ती चेलीबेटीहरू नि दिउँसो टेबिल पुछेर बसेका छन्। त्यो नेपाल छ त्यहाँ जनमुक्ति सेनाको। आज तपाईँहरूलाई त्यहाँ पुर्याउने जनमुक्ति सेनाहरू घाइते जिन्दगी लिएर गोली शरीरमा बोकेर साउदी र कतारका खाडीका मुलुकमा 50 डिग्रीको तातोमा घरका भित्ता पुस्न बाध्य छन्, सिसा पुस्न बाध्य छन्। त्यसको अन्त्य गर्नु छ, ती युवाहरूलाई फर्काउनु छ। यहाँ त्यो जनताको उपचार पाएका छैनन्, घाइतेहरूले उपचार पाएका छैनन्। अनि म प्रचण्डलाई के भन्छु भने तपाईँ त्यो भिरकुटी मण्डपमा गर्ने कार्यक्रम भापेर मैले गल्ती गरेँ दुर्गाजी, तपाईँहरू जस्तो योद्धा गुमाएँ। जनमुक्ति सेनाको मलाई पाप लाग्छ। हेर्नुहोस्, अयोग्य भए, हिजो लडिन्जेल ती योग्य भए, लडिन्जेल उनीहरूलाई कुर्सीमा पुर्याइन्जेल योग्य भए, उनीहरू कुर्सीमा पुगेपछि अयोग्य भए है। अनि तिनीहरूलाई दिने 2 लाख रुपियाँ भनेको नि 2 लाख दिने निर्णय गरे, यता सर्वोच्चमा निवेदन हालेर त्यो पैसा पनि रोक्दे। भनेपछि हामीसँग डराउनु पर्दैन प्रचण्डले, हामीसँग डराउनु पर्दैन केपी ओलीले। डराउनुहोस्, तिनै जनमुक्ति सेना छन्, तिनै अयोग्य लडाकुहरूसँग, तिनै रत्नपार्कमा घुम्ने चेलीबेटीहरू छन्। बसपाका होटलहरूमा भाडा मान्ने र नि टेबिल पुस्ने चेलीबेटीहरू, ती पूर्व लडाकुहरूसँग डराउनुहोस् प्रचण्डज्यू। तपाईँ वर्षमान पुनलाई पनि त्यही भन्छु, जनार्दन शर्मालाई पनि त्यही भन्छु। जनार्दन शर्माको पार्टनर होइन विनोद चौधरी?
वर्षमान पुनको पैसा कम्बोडियामा छैन यिनीहरूले नेपालमा पैसा कमाएर चाइनिज बेस देशहरूमा लगानी गरेका छ हो त्यसले गर्दाखेरि अब आज तपाईँले पर्खाल भत्काउने भनेर भन्नुभएको छ भने पछाडि यो अलिकति अप्रिय हुने सम्भावना छ होइन अप्रिय हुँदैन अप्रिय हुँदैन हुँदैन तपाईँलाई यो हाम्रो जुलुस जब अघि बढ्छ नि पुलिसहरूले सर्लक्क छोड्छन् भगवान कृष्ण जन्मिने बेलामा नि भगवान कृष्णको आमा बुवालाई कहाँ राखेको थियो जेलमा होइन भगवान कृष्ण भनेको सत्य हो नि जन्मिँदै गएपछि जेलहरू फुट्यो नि खाली हुँदै गयो आज सत्य र असत्यको बिचको लडाइँ हो सबै खुल्छ दुर्गा सत्य हो सबै खुल्छ केही गर्नु पर्दैन बालुवाटार खुल्छ कुमलटार खुल्छ राष्ट्रपति भवन खुल्छ कुरो बुझ्नुभयो कि यो दुर्गा प्रसाईको सपना हो सिंहदरबार खुल्छ कहाँ छोड्छन् त्यति सजिलै केपी ओलीले कहाँ छोड्छन् सबै तयारी गरिसकेका छन् केपी ओलीले कहाँ समाउने तिनै पुलिस होइन नि पुलिसले हामीलाई सबैले साथ दिएको छ पुलिसले साथ दिएको छ के कुरा गर्नुहुन्छ तपाईँ यो व्यवस्था परिवर्तन हुँदाखेरि नि यो व्यवस्था परिवर्तन भएर राजा आइसकेपछि हामी ठाउँमा पुग्यौँ भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो यिनीहरूको वृत्ति विकास गर्ने हो रातारात के त्यस्तो चेन्ज हुन्छ जादुको छडी के छ तपाईहरुसँग विचार हो विचार हो त्यसले गर्दाखेरि भिजन थियो नि मैले भने नि प्रचण्डले गोली हान्नु पर्यो होइन मान्छेलाई बम हानेको होइन प्रचण्डले जनयुद्ध सुरु गर्दाखेरि नि मास्टर काटेर रुखमा झुन्याएर मास्टरलाई होइन पछाडि हात बाँधेर मास्टरका गला रेटेर सुत्री बम पड्काएर सुरु गरेको होइन जनयुद्ध बम पड्काएर केपी ओलीहरूले 2028 सालमा उद्योगपति काटेर गरेको होइन अनि मास्टर काटेर नोएडामा बसेर गरिबलाई यहाँ लडाएर चाहिँ नि उनीहरू सत्तामा पुगे नोएडामा बसेर तेल टल्काएर जिएल लगाएर कपालमा जुगामा ताउ लगाएर हुस्की खाएर कसले चलाइदिएको रहेछ आन्दोलन भन्ने त रञ्जितले भनिहाल्यो नि हामीले भन्नै परेन नि आज त पुरो अर्को केपी ओलीहरू बनारस बसे काङ्ग्रेस कहाँ बस्यो बनारसमा पान खाएर बसेर यहाँ लडाइँ लडायो तर दुर्गा प्रसाई अर्ग्यानिक लिडर हो यहीँ बसेर लड्छ मैले भने त म रहन पनि सक्छु नरहन पनि सक्छु म नरहनु र नरहनुले तात्विक भिन्नता राख्दैन तर मुलुकमा परिवर्तन हुनुपर्छ व्यवस्था परिवर्तन हुनुपर्छ यो व्यवस्था परिवर्तन गर्नलाई दुर्गा प्रसाईलाई कसैको समर्थन चाहिँदैन त्यसो भए छिमेकीहरूको होइन मलाई छिमेकीको समर्थन मलाई त्यस्तो किनभने यहीँको अर्ग्यानिक हुनुपर्छ म त्यसो भए त छिमेकमा बसिहाल्थेँ नि भारतमा म चाइनामा गएर लुकेर बस्ने होला नि म गइनँ नि म नेपालीहरूको घेरामा छु नेपाली नागरिकहरूको घेरामा छु नेपाली जनताको साथ छ नेपाली जनताले हेर्दै जानुहोस् भरे राजालाई निर्मल निवासमा हामी गएर बोकेर लिएर आउँछौँ राख्ने ठाउँमा आजै मैले भनेको थिएँ नि डोर्याएर यसरी यसरी कस्तो खालको कुरा गर्नुहुन्छ पुलिसहरू कति छन् बिचरा पुलिस 90,000 के को 90,000 छन् महिनामा 2,000ले राजीनामा दिएर साउदी जाँदैछन् त्यो सपनामा त्यो पुलिस छैनन् ती भएका पुलिस पनि नि सबै भिसा हुनलाई माया छ भने बरु दुर्गा प्रसाई आयो भने हाम्रो व्यवस्था हुन्छ भने छन् तपाईँलाई मैले भने दुर्गा माताको कसम यो व्यवस्था परिवर्तन गरेर ठाउँमा पुग्यो भने पुलिसको तलब 1 लाख हुन्छ महिना न्यूनतम तलब होइन न्यूनतम त्यो सिपाहीले 1 लाख रुपैयाँ बुझ्न पाउँछ पुलिसका दिन पनि आयो अहिले मैले अहिले भएको कुरा भने कि दाइ अहिले पुलिसले सबै ठाउँमा मलाई लगभग 15 ठाउँमा रेकर्ड राखेको है 15 ठाउँमा रेकर्ड राख्दाखेरि पुरै समाजवादी र माओवादी लेखा छ हाम्रो राष्ट्रवादी लेखा छ म पनि राष्ट्रवादी हो सर भन्ने पुलिसहरूले पुलिसहरूलाई नमस्कार गर्नुपर्छ डिस्टर्ब गरेन 1 लाखको तलबको दाइले भन्नुभएको ग्यारेन्टी अनुसार तपाईँलाई यसो नि तपाईँलाई म भन्नु सालमा 20 अर्ब रुपियाँ बजेट पुर्याइँदाखेरि पुलिसको महिनाको 1 लाख हुन्छ बिजुलीको मात्रै 52 अरब खायो यी तस्करले एनसिएलको 1 खर्ब खाए मैले बुझेको छैन कुरा निकै गम्भीर छ होइन तपाईँले अब आजै राजालाई चाहिँ गद्दीमा बसाल्ने प्रसङ्ग कोट्याइरहँदा यति बेला काठमाडौँ उपत्यकाका पार्टी प्यालेसहरू होटलहरू सबै
माओवादीका कार्यकर्ताहरूको झन्डा फहराएका छन्, मान्छेहरू ल्याएर राखिएको छ, उनीहरूले चाहिँ लाखौँको प्रदर्शन गर्ने भनिएको छ। तिनीहरू 2 बजीदेखि जान्छन् ल्याएका मान्छे, उनीहरूले ल्याएका हुन्, हाम्रा आएका हुन्। उनीहरू नि एकछिन 2 बजी पछाडि उनीहरूको आन्दोलन सकिन्छ, हतार हतार बस चढेर जान्छन्, नजाने नि यता आउँछन् फेरि हाम्रो। प्रचण्डले बुझिसकेर अघि बिहानै मलाई खबर पठाइसके। हामी शान्तिपूर्ण तरिकाले गर्छौँ। हामी दिलगुटी मण्डपमा हामीलाई डिस्टर्ब नगरिदिनु भनेर खबर पठाए। हामी उहाँलाई डिस्टर्बै गर्दैनौँ, उहाँलाई डिस्टर्बै गर्नु छैन हामीलाई। मलाई त 20 वर्ष साथ दिएको मैले मान्छे हो नि त म। अझै माया छ प्रचण्डप्रति होइन, तपाईँलाई जुन हिसाब किताबले घुमाउनु भयो नि, तपाईँलाई पाप लाग्छ यी नेपाली नागरिकको। पाप लाग्छ भनिदिनु भयो त्यो। मैले अस्ति भने होइन, मलाई खबर पठाएको थियो। म त अहिले बोलचाल त बोलेको छुइनँ, किन बोल्ने, बोल्ने लायकका मान्छेहरू पनि होइन। तपाईँको घरमा निवासमा हेर्नुहोस् त, युवाहरूको यत्रो जमात हिन्दू अधिराज्य कायम कर, केपी ओली मुर्दाबाद, केपी चोर देश छोड़, केपी चोर देश छोड़, शेरे चोर देश छोड़, प्रचंड चोर देश छोड़, केपी चोर देश छोड़, केपी चोर देश छोड़, केपी चोर देश छोड़, किडनी चोर देश छोड़, किडनी चोर देश छोड़, किडनी चोर देश छोड़। तिम्रो काटिएको र्याली बुढो मुर्दाबाद, तिम्रो काटिएको र्याली बुढो मुर्दाबाद, गणतन्त्र खारेज गर, गणतन्त्र खारेज गर। यहाँ काठमाडौँको मात्र आन्दोलन होइन, 77 जिल्लामा तयारी हुनुहोस्। यहाँ दुर्गा परसाईजी उहाँ एउटा निमित्त हो, तर हामी सबैको आन्दोलन हो। आज मान्छेले आत्महत्या गरेर मर्नु भन्ने अवस्था किन आयो? यिनै दलालहरूको कारणले गर्दाखेरि यो अवस्था आएको हो नि। यो नक्कली गणतन्त्रबाट जनता रात हुन्छ हुन्छ भन्नुहोस्। नक्कली गणतन्त्रवादीबाट जनताको आवाज चाहिँ खल्यान हुने होइन। तपाईँ सही भन्नु, तपाईँले सुन्नुभएको थियो त खबर, तपाईँ सँगै हुनुहुन्थ्यो। दुर्गा परसाईले यस्तो गर्नुहुन्न, म ढुक्क छु। मेरो दाजुमाथि म ढुक्क छु, दुर्गा परसाईमाथि म ढुक्क। परिवर्तन गरी आउनु भएको छ, तपाईँलाई धन्यवाद छ। जसले यो मिडिया हेरेर आफ्नो घरमा बस्नुभएको छ, गाउँ गाउँमा तपाईँहरू टाउकोमा चाहिँ शिरमा कात्रो बाँधेर निस्किनु छ आफ्नो ठाउँबाट। अब यहाँ काठमाडौँको मात्र आन्दोलन होइन, 77 जिल्लामा तयारी हुनुहोस्। हामी आज यो संयुक्त रूपमा आज चाहिँ जति पनि राष्ट्रवासीहरू आज यहाँ दुर्गा परसाईजी उहाँ एउटा निमित्त हो, तर हामी सबैको आन्दोलन हो। आज मान्छेले आत्महत्या गरेर मर्नु भन्ने अवस्था किन आयो? यिनै दलालहरूको कारणले गर्दाखेरि यो अवस्था आएको हो नि। आज जुन द्वन्द्वको बेलामा मार्ने र मराउनेहरू, जसले टाउकाको मूल्य थोक्नेहरू आज प्रचण्डसँग साँठगाँठ किन गर्छन्? त्यतिखेर यिनीहरू मिलेर प्रचण्डलाई मात्रै एउटा
बलिको बोक्को बनाएर आज प्रचण्डलाई मात्रै गाली गर्नेहरू, प्रचण्डलाई जो चाहिँ संरक्षण गरेर जनतालाई छ्याछा गरेर आफ्नै कार्यकर्ताहरू ध्वस्त बनाउनेहरू, नेपाली काङ्ग्रेस लगायतका एमालेका दलहरू पनि त नछुन्ने। आज यो गणतन्त्र के को लागि? यतिको लागि यो गणतन्त्र थियो र यो नक्कली गणतन्त्र अवैध देश छ। यो नक्कली गणतन्त्रबाट जनताको राहत हुन्छ हुँदैन। हुन्छ भन्नुहोस्। यो नक्कली गणतन्त्रवादीबाट यो जनताको अब चाहिँ कल्याण हुनेला छैन। अबको परिवर्तनबाट 2047 सालको हाम्रो जुन संविधान बिउताएर मात्रै बाँसघाँसको पासा राष्ट्रका 3 करोड नेपालीहरूको आशा पछि छ र बेपत्ता र जुन बेपत्ता छानबिन आयोग भनेर द्वन्द्वको बेलामा चार राज्य पक्ष र द्वन्द्व पक्षबाट मारिएका मान्छेहरू आज पहिला राजाले हामीलाई निकाल्न दिएको छैन भनेर आइआरलाई मारिएका छन्, दिएका छन्। आज माओवादीले किन छोड्दैन र त्यो काङ्ग्रेस एमाले चाहिँ माओवादीलाई सपोर्ट गरेर आज सबैले मार्ने र मराउने र आफ्ना मान्छेले मात्रै हालिमाली गर्ने उनीहरूको नौटङ्की विचार हो कि हुँदैन रहेछ। त्यसैले यी दलालहरूलाई अब यहाँबाट हामीले यी भाग्न सक्छन्। चारै नाकामा जनताहरूले खबरदारी गर्न सक्नुपर्छ। चारै नाकामा खबरदारी गर्नुपर्छ। हामी शान्तिपूर्ण आन्दोलन आएका छौँ। अब तपाईँहरूले राजा फर्काएपछि छानबिन गर्नुहुन्छ सबैले? हामी आन्दोलन सफल बनाउँछौँ। आन्दोलन सफल बनाएपछि वैदिक सनातनभित्र केयर गर्नुपर्छ, गर्नु पर्दैन, राजा राख्नुपर्छ, जनताले फिल्टर गर्नुहुन्छ। यिनको बुढी अब जनताले निकाल्नेवाला छन्। उनका मात्रै मोटाउनु पर्छ, यिनका मान्छे मात्रै राजा पशुपतिनाथ भगवानको वैदिक सनातन हिन्दू राष्ट्रको नेपाली जनताहरूको वाणी मात्रको 3 करोड जनताहरू एक हौँ। नेपाली जनता एक हौँ। आन्दोलन सफल पारौँ। यो आन्दोलन हामीले आदिवासी सिर्जना गरेर आजबाट शुभारम्भ गरेका छौँ। जहिलेसम्म हामी यो आन्दोलन आदिवासी सिर्जना गरेर परिवर्तन आउँदैन, कहिलेसम्म हामी सहयोग दिनु पर्यो भने अब हामी मेरो भाइ पहिला एउटा परिवर्तनमा सहयोग हो भने दाजुको परिवार हाम्रा परिवारहरू पहिलो नम्बरमा तयार छौँ। हामी ढङ्गले हामी अहिले तयार छौँ। खान्छन् सास पनि छैन, लास पनि छैन, हाम्रा मान्छेहरू उनलाई पहिला राजालाई गाली गर्ने सबै यिनीहरूकै हातमा छ। यो कुराहरू तपाईँको मिडियाबाट व्यापार गरिदिनु होला भन्दै मैले मेरो उहाँको ठाउँमा आग्रह गर्छु। अभियान सफल हुन्छ होला त तपाईँहरूको? यसलाई त धेरैले दिवा सपना मात्रै हो भनेका छन्। होइन, हामीले प्रयास गर्ने हो नि त, सफल गराउने हो नि त, होइन र? सफल गराउनु पर्यो नि त। तपाईँहरू पत्रकार साथीहरू लाएर यस्तो प्रश्न गरिदिनुहुन्छ भने त अलि झ्याउ भने हामी सबै मिलेर, हामी नेपाली दाजुभाइ दिदीबहिनी सबै मिलेर हामीले सफल गराउने हो। हामीलाई नेपाल शुद्ध चाहिएको छ। हिजोका दिनमा यो व्यवस्था चाहिएन भने त्यत्रो बलिदानी भयो, त्यतिले शहादत प्राप्त गरी गणतन्त्र आयो नेपालमा, त्यसमा सन्तुष्ट हुनुहुन्न तपाईँ? हामीले भुलेर ल्यायो, हामीले भुलेर गल्ती गर्यो, गल्ती ठुलो 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 गल्ती गर्यो। तपाईँले सुन्नुभएको थियो त खबर? तपाईँ सँगै हुनुहुन्थ्यो? समाचारहरू छोडिदिनुहोस्, समाचारले जे पनि लेख्छ छोडिदिनुहोस्। तपाईँहरू पत्रकार सबै कुरा गर्ने धोका दिनुभयो भने के गर्नुहुन्छ तपाईँ? होइन, उहाँलाई थाहा छ नि त नेपाली जनतालाई धोका दियो भने के हुन्छ भने उहाँले बुझ्नुपर्छ। उहाँले त्यस्तो गर्नुहुन्न, ढुक्क हुनुहोस्। यो अफवाह फगाउने काम नगर्नुहोस्। हामीले फैलाएको होइन होइन, यथार्थ कुरा होइन। भन्नेले भन्छन् नि, भन्न दिनुहोस् न। त हामी उहाँको भरोसा गरेर आएको छौँ भने हामी यत्रो जनताको भरोसा तोड्नुहुन्छ भने उहाँले दिनुहुन्न। होइन, उहाँ दुर्गा प्रसाईले यस्तो गर्नुहुन्न, म ढुक्क छु। म मेरो दाजुमाथि म ढुक्क छु, दुर्गा प्रसाईमाथि म ढुक्क छु। राष्ट्रिय एकताको लागि राष्ट्र संस्था, हिन्दू धर्म, हाम्रो सनातन धर्म र सम्पूर्ण 3 करोड नेपाली जनसमुदायलाई आदरणीय मेरा बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी अब 57-58 वर्ष हुन लाग्यौँ। अब कति पो बाँच्नु छ र के पो गर्नु छ र हामीभन्दा पछिल्लो पुस्तालाई हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको लागि शिक्षा दिन अनिवार्य आवश्यक छ। यो मिडियाबाट म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलाई के भन्न चाहन्छु भने सम्पूर्ण हामी राष्ट्रवादी एक हौँ। सङ्घीय गणतन्त्र खारिज गरौँ, धर्मनिरपेक्षता खारिज गरौँ, सनातन हिन्दू राज्य कायम गरौँ, राष्ट्रिय अखण्डता जोगाउँ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, नेपालको सन्दर्भमा यो गणतन्त्र नेपालको हितमा छैन, त्यही कारणले राजा चाहियो। नागरिक त शहीद भए आफ्नो ठाउँमा, जो व्यक्तिले
आफ्नो प्राण त्यागे सर्वप्रथम म उनीहरूको लागि